फेरि एउटा कुरा चित्त बुझेन साथीहरू मलाई, जो छोरा मान्छे म पुरुष हो भनेर एउटा बन्द कोठामा श्रीमतीलाई डङ डङ्ती कुट्छ नि, त्यस्ता छोरा मान्छेहरूका लागि म के भन्छु भने नि, तिमीहरू छोरा मान्छेको नाउँमा एउटा नि राक्षस हौ, जो एउटा लाचार महिलालाई कोठाभित्र आफ्नो परिवारको साथ र सपोर्ट पाएर दिनरात यातना गर्छौ, दिनरात कुट्छौ, दिनरात तिमीहरूको शरीरमा भएको बलको प्रयोग गर्छौ भने तिमीहरूलाई मर्द होइन नामर्द भन्छन्। नामर्द, जुन नामर्दले नि आफ्नो पुरुषार्थ आफ्नी श्रीमतीलाई दिनै यातना स्वरूप दिइराखेको छ। तिमीहरूलाई आफ्नो बलको त्यति घमण्ड छैन, तिमीहरू पुरुष हो भन्दैमा त्यति तिमीहरूलाई अहंकार छैन। छोड्देऊ। जुन श्रीमानले आफ्नो श्रीमतीलाई बुझ्दैन, कुनै पनि कुरा यसलाई के कुराको अभाव भइरहेको छ भनेर बुझ्दैन, माया ममता आदर्श र उसलाई मान सम्मान इज्जत दिन सक्दैन नि, त्यसलाई म के भन्छु थाहा छ, तिमीहरू पनि एउटा राक्षस भन्दा कम छैनौ। हेर्दा त छोरा मान्छे देखिन्छौ, तर छोरा मान्छेको भित्र एउटा राक्षसको मुखुटा ओढेका छोरा मान्छेहरूलाई म के भन्छु भने नि, यहीँबाट ठुक्क तिमीहरूको जिन्दगी त धिक्कार होस्, धिक्कार होस्, धिक्कार होस्। एउटी श्रीमतीलाई दिनरात शङ्का गर्ने, यातना गर्ने, कुटपिट गर्ने, अझ त्यति गर्दा पनि नपुगेर काटमार शुद्ध तिमीहरूले गर्न नि पछि हट्दैनौ क्या। तिमीहरूलाई त नि साँच्चै भन्दा नि यो सरकारले नि फाँसीको सजाय भन्दा कडा कुनै सजाय छ भने त्यो दिनु जरुरी छ। जसले म पुरुष हो भनेर पुरुषार्थ देखाएर महिलामाथि अहिंसा र यातना दिन्छ नि, त्यस्तालाई यस्तो कडा भन्दा कडा कारबाही दे सरकार, जसले गर्दा आफ्ना छोरी चेलीहरू नि कुनै पनि पुरुषहरूबाट यातना र दुःख सहेर बस्नु पर्दैन र बाँच्दा बाँच्दै पनि नर्कको जिन्दगी भोग्नु पर्दैन। राधे राधे।